ओ मास्टर दाइ ओहो के छ भाइ मास्टर दाइ यता आउनु न के होला भाइ त्यस्तो अत्तालिँदै छौ त के भएर त्यस्तो अत्तालिरहेको छौ त तपाईँले थाहा पाउनु भयो तल घरको कान्छी आमाले त हिजो साँझ गोपाल दाइलाई त पानी थाप्नु जाँदा बेसरी पिट्नु भएछ त हो र उहाँलाई त हस्पिटलमा भर्ना हुने गरी पिटेछ मास्टर दाइ किन होला हाम्रो समाजमा यस्तो भएको मान्छेको बस्तीभित्र तुवालोले ढाकेको छ हटाइदिने कोही हुन्न छोपिदिने मात्र हुन्छ हटाइदिने कोही हुन्न छोपिदिने मात्र हुन्छ मान्छेको बस्तीभित्र धेरै भने आफैलाई थोरै भने अर्कालाई राम्रो देखि माया लाउने नराम्रोलाई थुकिदिने धेरै भने आफैलाई थोरै भने अर्कालाई राम्रो देखि माया लाउने नराम्रोलाई थुकिदिने अर्कालाई कुल्चिएर अर्कालाई कुल्चिएर अघि बढ्ने कस्तो बानी ठेस कहिले खाने हो सकैले आउने हो ठेस कहिले खाने हो सकैले आउने हो मान्छेको बस्तीभित्र ठुलो न त सानो न त धेरै न त थोरै बनाएको परमेश्वरले सबैलाई बराबरी न त ठुलो न त सानो न त धेरै न त थोरै आँखा भई देखे पनि ज्योतिदेखि टाढा भागे अँध्यारो गाल्न खोज्ने ज्योतिदेखि टाढा भागे अँध्यारो गाल्न खोज्ने मान्छेको बस्तीभित्र तुवालोले ढाकेको छ हटाइदिने कोही हुन्न छोपिदिने मात्र हुन्छ हटाइदिने कोही
हुन छोपिदिने मात्र हुन्छ मान्छेको बस्तीभित्र हो हेर कान्छा, मानिसले बनाएको विधि विधान नीति नियमले मात्र तिमी सानो म ठुलो, तिमी गरिब म धनी भनेर छुट्याउँछ। तर परमेश्वरले मानिसलाई बनाउनु हुँदाखेरि त्यस्तो कुनै पनि भेद नराखी बनाउनु भएको हो। त्यसै कारणले गर्दाखेरि ख्रिस्टमा चाहिँ कुनै भेद छैन।